गाइस हामी चाहिँ रोमानियामा टक्कसँगले माछा मार्न गएको तर माछा चाहिँ रहेछ है यहाँनिर खोला छ ऊ तल तर खोला कसरी फर्काएर मार्ने भन्ने हाम्रो योजना चलिरहेछ हामी दुईजना छ कि यतातिर यता पनि बनाइरहेको छौँ है टक्क यहाँ चाहिँ अलिकति तल गएर खोला तर्न सकिन्छ कि भन्ने योजना छ अब त्यही पनि हामी जाँदैछौँ है तर जङ्गलै जङ्गल छ पुरै जङ्गल पुरा छ जङ्गल यो जङ्गल चाहिँ छिचोलेर जानुपर्छ तल चाहिँ पानी अलिकति सानो छ जस्तो लागेको छ कि त्यो जाने ठाउँमा पुरै नै यस्तो ठाउँमा छिरेर जानुपर्छ है अलि निकै तल होला जस्तो लाग्यो अनि हामी चाहिँ जाँदैछौँ हेर्नको लागि के कस्तो छ त्यहाँको पुरै नै पहिले त यो बाटै जस्तो थियो तर अहिले चाहिँ पुरै जङ्गल भएको छ क्या आम्मामा यस्तोमा कसरी छिर्ने त गाइस हेर्नु त छिरिन्छ होला ल हो गाह्रो छ हो किन माछा खानुलाई रोमानिया माछा खानुलाई गाह्रो छ हामी छिर्दैछौँ दुईजना टक्कसँग आउँदैछ बुल्गेरिया रोमानियाबाट उछिर्ने भने बुल्गेरिया पुगिन्छ बुल्गेरियाको बोर्डर छेउमा आइपुग्यो तर यहाँदेखि चाहिँ कता हो जानु अलि परैबाट हो परैबाट होला यहाँ खोला तल चाहिँ खोला त कहाँ नि आधा समुद्र जस्तै हो अनि आधा समुद्र जस्तै झनै आँखामा दियो यार ओहो हट मछली पनि टोक्यो यार पुरा अन्धाकार छ यो रात परे जस्तो भयो त चप्पल पनि खुस्कियो चप्पलै खुस्किँदैन भइसक्यो यार यस्तो झाडेर छिर्नुपर्छ कि टाउको ठक्यो तरिका टाउको ठक्यो गाह्रो खोला त सुहाँ गरेर कराउँदैछ त यार सुहाँ गर्दै कराउँदैछ त कहाँ यी होला नि अलि हान्न हो आमा गाइस के गर्ने दुःख छ माछा मारेर खाने पनि गाह्रो छ यार माछा मार्ने अर्को हप्ता नेक्स्ट विकलाई छिर्नु पऱ्यो नि त के गर्नु गाइस होइन यस्तो झोर जङ्गलमा पट्टर जङ्गलमा छिर्नु पऱ्यो नि त यहाँ त कोही सुतेको छ कि हो यार पुरा ओछ्यान लगाए जस्तो देखिन्छ त रुखमै मारिन्छ जान सकिन्छ सकिँदैन खोला कहाँसम्म आएछ गाह्रो छ नि त साथी खै यहाँदेखि होइन आमामा यार त्यहाँ अलिकति पानी छैदैन है तर नमर्ने रहेछ यताबाट पानी त्यहाँ जाँदो रहेछ नि परको होइन यता छेक्यो अलिक मर्मत गऱ्यो भने यता मार्न चाहिँ सकिन्छ त्यो कति गहिरो होला यार अहिलेको ढुकुर बगाएर ल्याएको ऊ त्यो हो कि के हो होइन माछा त हेर त्यहाँ कम्ती ऊ छैन उफ्रिँदै छैन साला यहीँबाट त जानु होला ठाउँ त यार गएछ हेर्नु त तर गाह्रो रहेछ यत्रो आधा समुद्र तर दुई भाग भएर चाहिँ यो पर भेट चाहिँ हुन्छ यो खोला दुईवटा गएर हो गाह्रो छ नि के हेर्नु यहाँ छुट्टिएको रहेछ थोरै पल्लो साइड पल्लो साइड उताबाट गएर चाहिँ उताबाट गएर छुट्टिएको रहेछ अनि यहाँबाट चाहिँ यता गएको रहेछ फेरि यहाँदेखि तरेर जानु पऱ्यो है ऊ पारि ढिस्कानामा पुग्नु पऱ्यो पारि ढिस्कानामा पुग्नु नसकिने रहेछ यहाँ चाहिँ खोला ठुलो रहेछ क्या साथीहरू के गर्नु गाह्रो छ नसकिने रहेछ अब यत्रो
फोटो खिच्नु कहाँ फेरि यस्तो जङ्गलभित्र हँ अहिले भिडियो इन गर्ने हो ल ल त गाइस अहिले भिडियो हाम्रो यहीसम्म समाप्त हुन्छ नेक्स्ट भिडियोमा फेरि आउने नै छौँ यति भन्दै मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु हस् त बाई टेक केयर है त सब